प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले सम्पन्न मध्य प्रदेशको रौतहट जिल्लामा अवस्थित चन्द्रपुर नगरपालिका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले एक अत्यन्तै समृद्ध क्षेत्र हो। उत्तरमा चुरे पहाडको काखदेखि तराईको समतल भूभागसम्म फैलिएको यो नगर वन जङ्गलको हरियाली, पहाड र तराईको संस्कृति तथा प्राचीन सम्पदाहरूको सुन्दर सङ्गम हो। चन्द्रपुर नगरपालिका केवल भौतिक विकासको पथमा मात्र दौडिरहेको छैन, यसले आफ्नो गर्भमा रहेका अमूल्य धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूलाई पनि उत्तिकै गर्वका साथ जोगाएर राखेको छ। यहाँका विभिन्न शक्तिपीठ, धाम र ऐतिहासिक स्थलहरूले यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनको एक उदयमान गन्तव्यको रूपमा स्थापित गराएका छन्। चन्द्रपुर नगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलमा पर्दछ चन्द्रपुर 1 मा रहेको नुन्थर। नुन्थरमा वर्षको 12 महिना आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको पाइन्छ। नुन्थर क्षेत्रमा साउन महिनाको सोमबार नेपाल तथा भारतका विभिन्न स्थानबाट बोलबम आउने दर्शनार्थीहरूको ठुलो मेला लाग्ने गरेको छ। नुन्थर बागमती नदी छेउमा अवस्थित रहेको हुनाले हिन्दू भक्तजनहरूले बागमती नदीबाट पवित्र जल भरेर नुन्थर महादेवको पूजा गरी जल बोकी बारा जिल्लाको कासघाट महादेव मन्दिर, सर्लाहीको टुटेश्वर महादेव तथा रौतहटकै अर्को धार्मिक स्थल शिवनगरसम्म पुगेर पूजा गर्ने गर्दछन्। प्राचीन किंवदन्ती अनुसार सत्ययुगमा भगवान शिव र माता पार्वती जरायो रूप धारण गरी यसै नुन्थर क्षेत्रमा रहेको जरायोटार जङ्गलमा सैर गर्न आउनुभएको थियो। धेरै दिन जरायो रूपी महादेव र पार्वती यो क्षेत्रमा बास बस्नु भएको थियो, तर अचानक एक दिन महादेव कतै अदृश्य हुनुभएको र पार्वतीले महादेवको दर्शन पाउन बागमती नदीको किनारको बालुवाबाट शिवलिङ्ग बनाई दैनिक बागमतीको पवित्र जल अर्पण गरी महादेवको तपस्या गर्नु भएपछि तपस्याबाट प्रसन्न भई महादेवले पार्वतीलाई दर्शन दिनुभएको थियो। धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकाले गाईबस्तुहरू यस क्षेत्रमा चर्न आउँदा बागमतीको पानी पिसकेपछि यहाँको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुन्थर रहन गएको किंवदन्ती पनि रहेको छ। यहाँ नुनको ढुङ्गा र नुन मिसिएको पानी निस्कने र सो पानीमा नुहाए विभिन्न किसिमका चर्मरोग समेत निको हुने तथा भक्तालुले मागेको कुरा सहजै पुरा हुने भएकाले यहाँ भक्तजनको घुइँचो लाग्ने गरेको छ। अति परिघाट ठाउँ छ, यो अति धार्मिक स्थल छ। यहाँ जे माग त्यो पुग्छ। यी बाबाको कृपाले बेला बेलामा नाग आएर एकैछिनमा नाग आएर बस्नुहुन्छ र आफै अलग हुनुहुन्छ। एकैछिनमा त्यहाँ यस्तो छ। यहाँ मागेको कोही लाटो भएर आयो भने त्यसलाई बाटो गराइदिने भगवान हुनुहुन्छ। उहाँ शशिधर पार्वतीले तपस्या गरे रहेछ यहाँ शिवजीलाई भेट्नु। शिवजी चाहिँ किरातेश्वर महादेव भएर भ्रमण गर्नुभएको रहेछ। भ्रमण गर्दा जराएको सिंह, एउटा जराएको सिंहवाला बस्छ यहाँ। त्यो जरायटार भन्ने माथि छ, त्यहाँ बस्दाखेरि अनि भेट भएको ठाउँ यो रहेछ। रौतहट, मकवानपुर, सर्लाही र सिन्धुली गरी 4वटा जिल्लासँग सिमाना जोडिएको यस नुन्थर धार्मिक स्थलमा रौतहटका मात्र नभएर नेपालका विभिन्न जिल्ला तथा भारतबाट पर्यटकहरू आउने गरेका छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण नुन्थरमा अग्लोपिङ, साइक्लिङ, जिपलाइनको विकाससँगै साहसिक खेलको गन्तव्य पनि बन्दै गइरहेको छ। हामीले यो नुन्थरमा चाहिँ जिपलाइन, साइक्लिङदेखि लिएर तपाईँको स्विङ लगभग 5 वर्ष अगाडिदेखि स्विङ पनि सञ्चालन गरेको भएर म्याक्सिमम मान्छे त यो 5 जिल्ला तपाईँको बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीबाट आउने हो। तर हामीले फाटाफुटो रूपमा चाहिँ के अरे अरू जिल्लाहरूबाट पनि लगभग तपाईँको कहिलेकाहीँ सिन्धुपाल्चोकतिरबाट पनि आइराख्नु भएको छ। कहिलेकाहीँ तपाईँको पूर्व सुनसरी यतातिरबाट पनि, चितवनतिरबाट पनि, हेटौँडा भयो, अनि इन्डियाबाट पनि विशेष आउनुहुन्छ। चन्द्रपुर नगरपालिका वडा नम्बर 1 मा अवस्थित गोल्मा राजा बौद्ध विहार अर्को धार्मिक पर्यटकीय स्थल हो। करिब 800 मिटर अग्लो चुरे डाँडामा रहेको सो क्षेत्रमा सेन वंशीय राजाहरूको इतिहास जोडिएको विश्वास गरिएको छ। सेन वंशीय राजा गोल्माको दरबारमा रहेको टुरी खेलमा अहिले गोल्मा राजा बौद्ध विहार निर्माण गरिँदैछ।
सो स्थानमा थाइल्यान्डबाट ल्याइएको 9.5 फिट अग्लो बैरी विनाशको मूर्ति स्थापना गरिएको छ। गोल्मा राजा बौद्ध विहार क्षेत्रमा 60 फिट अग्लो बुद्धको मूर्ति बनाउने लक्ष्य लिएको छ। सो डाँडाको टुप्पाबाट रौतहट, सर्लाही आसपासका क्षेत्रहरू मात्र नभई मौसम सफा भएको बेला भारतका बिहार राज्यसम्म पनि देख्न सकिन्छ। चन्द्रपुर नगरपालिकाले पनि विभिन्न किसिमको ओडाले विभिन्न किसिमका कार्यक्रमहरू यसलाई सञ्चालन गरेको छ, त्यसको विकासमा जोडिएको छ। यो ओडा नम्बर 1 मा भएको नुन्थर, पौराई ब्रह्मस्थान मन्दिर, गोल्मे राजा, झरना, बागमती नदीबाट यस्ताबाट आएका आय आर्जनबाट पक्कै पनि 1 नम्बर ओडावासीको लागि साथै चन्द्रपुर नगरपालिकाको एउटा समग्र रूपमा हेर्दाखेरि आय आर्जनमा यसले धेरै राम्रो सम्भावना बोकेको ठाउँ हो। वडा नम्बर 1 मा रहेको पौराई ब्रह्मस्थान मन्दिरको धार्मिक मात्रै नभई ऐतिहासिक महत्त्व पनि रहेको छ। पौराई ब्रह्मस्थान मन्दिरको स्थापना प्रथम राणा प्रधानमन्त्री श्री 3 जङ्गबहादुर राणाले गर्नुभएको विश्वास छ। जङ्गबहादुर तराई क्षेत्रमा वर्षातको समयमा शिकार खेल्न आउँदा आफ्ना सेनाहरूसहित पौराईमा बास बस्ने क्रममा सम्पूर्ण सेना अचानक हराएकाले त्यहाँ ब्रह्मस्थानको स्थापना गरी नजिकै भगवतीको स्थापना बनाई पूजा अर्चना गरेपछि सेनाहरू भेटिएको भन्ने किम्वदन्ती रहिआएको छ। यस मन्दिरमा सच्चा मनले भाकल गरे मनले चाहेका हरेक कुराहरू पूरा हुन्छन् भन्ने मान्यता रहिआएको छ। यस ब्रह्मस्थानसँगै राजदेवी लगायतका देवीहरूको मन्दिर रहेका छन्। यसको धार्मिक महत्त्व यति ठुलो भइसकेको छ। अहिले त तपाईँको झापा मोरङदेखि लिएर काठमाडौँदेखि लिएर हेटौँडादेखि लिएर मान्छेहरू पहाडदेखि लिएर नि यहाँ आफ्नो चाहिँ मनोकामना पूर्ण हुने, बाबा मेरो यस्तो चाहिँ होस्, अब सन्तान नहुने सन्तान हुने, अब कसैले मुद्दा मामला गर्दा म मुद्दा जितौँ भन्ने, कसैले अब राजनीति पार्टीले म जितौँ भनेर चाहिँ नि भगवान्सँग भाकल गरेपछि त्यो पुरा हुने, त्यो पुरा हुने भए हुनाले चाहिँ अहिले चाहिँ यसको महत्त्व यति बढेको छ कि मान्छेहरू सबै ठाउँ आउने। अब पहिला एकदम कम मान्छे आउँथ्यो भने अहिले चाहिँ बहुतै हाम्रो यात्रुहरू आउने र आफ्ना भाकलहरू गरेर जाने, अनि पुरा भएपछि फेरि आएर चाहिँ यो मन्दिरमा पूजाआजा गर्ने, अब कसैले बलि चढाउने, कसैले खिरबाबर चढाउने त्यस्तो गरेर जानुहुन्छ। यस मन्दिरमा विशेष गरी शनिबार, श्रावण महिना, नवरात्रि, दशैंमा भक्तजनहरूको विशेष भिडभाड हुने गरेको छ। आफूले भाकल गरेको पूरा हुने भएकाले रौतहट मात्र नभएर छिमेकी जिल्लाहरू र भारतबाट पनि भक्तजनहरू यहाँ पूजा गर्न आउने गरेका छन्। आफ्नो भाकल पूरा भएपछि बोका, कुखुरा, हाँस, परेवा लगायतका पशुहरूको बलि दिने चलन पनि यहाँ रहेको छ। यस क्षेत्र वरपर बस्ने स्थानीयहरूले अझै पनि शनिबार खेत जोत्ने, खन्ने, घाँस काट्ने, दाउरा ल्याउने, घर बढार्ने, कपाल कोर्ने, पाहुनालाई खाना दिने जस्ता कर्महरू गर्ने गरेका छैनन्। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको यस मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्त्वको बारेमा अझै धेरै अनुसन्धान र प्रचार प्रसार हुनुपर्ने स्थानीयको भनाइ छ। यो ट्रसहरू माथि एउटा सभा हल बनाउने, अनि एउटा तला थप्ने, राम्रो शौचालय बनाउने, फोहोर व्यवस्थापनलाई आफ्नै टेलर किन्ने लिने, अनि एउटा यहाँ पार्क बनाउने, टिकटक पार्क र नालादेखि लिएर अन्य व्यवस्थापन, प्रशासनिक व्यवस्थापनको कुराहरू त छँदैछ। एउटा महत्त्वपूर्ण कुरा चाहिँ अहिले एउटा परियोजना, त्यो परियोजना चाहिँ भक्तजनहरूबाट मात्रै सञ्चालन गर्ने किसिमको यो 108 शिवलिङ्ग स्थापना र कैलाश परिक्रमा। वडा नम्बर 2 मा रहेको ऐतिहासिक जङ्गे झरना पनि पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको स्थान हो। यो झरनाको इतिहास पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणासँग जोडिएको छ। उहाँ शिकार खेल्ने क्रममा मनोरञ्जन गर्न यस स्थानमा आउने गरेको इतिहासमा पाइन्छ। उहाँ आफ्ना सैनिक सहित यस क्षेत्रमा आउने र यहाँ रहेको हात्तीदमार क्षेत्रमा आफ्ना र सेनाहरूको हात्ती बाँध्ने गरेको इतिहास रहेको स्थानीयको भनाइरहेको छ। जङ्गबहादुरले यस झरनाको कुण्डमा नुहाएर हाल चन्द्रपुर 1 मा रहेको प्रसिद्ध धार्मिक स्थल पौराई ब्रह्म बाबाको मन्दिरमा गएर पूजा गर्ने गरेको लोककथन रहेको छ। चुरेको फेदीमा रहेको जङ्गे झरना निकै मनोरम देखिन्छ। पूर्व पश्चिम लोकमार्गबाट करिब 11 किलोमिटर उत्तरमा रहेको यस झरनामा पुग्ने जो कोही पनि
मन्त्रमुग्ध हुने गरेका छन्। यो झरना प्राकृतिक सुन्दरताको अनुपम नमुनाको रूपमा रहेको छ। झरनाको कुण्डको खोजमा विभिन्न नागहरूको आकृति रहेका छन्। हात्तीदमार क्षेत्र पुगेपछि जंगलको बीचबाट अनि खोजमा अवस्थित मार्फा खोलाको बगरे बगर करिब 20 मिनेटको पैदल यात्रापछि यो झरनामा पुग्न सकिन्छ। विशेष गरी गर्मीयाममा यस झरनामा नुहाउन र कुण्डमा पौडी खेल्न पर्यटकहरू आउने गरेका छन्। हिमाली पहाडी क्षेत्रहरूमा धेरै स्थानहरूमा झरना रहे पनि तराईमा भने झरना बिरलै देख्न पाइन्छ। त्यसैले पनि यो झरना आन्तरिक पर्यटकहरूको लागि विशेष आकर्षण हुन सक्ने देखिएको छ। पूर्व पश्चिम राजमार्गसँगै जोडिएको बनटोल महिला सामुदायिक वनको करिब 14 रोपनी क्षेत्रफलमा फैलिएको शहीद स्मृति पार्क पिकनिक खाने घुम्ने पर्यटकहरूको लागि मात्र नभई राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूको लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना रहेको छ। स्थानीयहरूलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्त्वपूर्ण स्थान बन्न सक्ने सम्भावना रहेको छ। पार्कमा हाल शहीद स्तम्भ, 4 वटा पोखरी, चिल्ड्रेन पार्क, चौतारा, नेपालका प्रथम शहीद लखन थापाको शालिग लगायतका संरचनाहरू रहेका छन्। हिजोदेखि नाम चल्दै आएको जङ्गे झरना, तपाईँको शहीद स्मारक पार्क, महादेव डाँडा पर्यटकीय स्थल र बहुजातीय सङ्ग्रहालय निर्माणको क्रममा छ र यी स्थानहरूमा पर्यटकीय क्षेत्र बनाउँदाखेरि समग्र चन्द्रपुर नगरपालिकालाई नै फाइदा पुग्ने देखिन्छ र सम्बन्धित निकाय सङ्घीय सरकार, प्रदेश सरकारलाई चाहिँ माग गरेर एकदम राम्रो पर्यटकीय क्षेत्र बनाउने हिसाबले चाहिँ हेर्ने हो भने चन्द्रपुर वडा नम्बर 2 को जङ्गे झरना, महादेव डाँडा र बहुजातीय सङ्ग्रहालयको चाहिँ राम्रो चाहिँ उद्योगहरू पर्यटकीय क्षेत्रहरू बन्ने सम्भावना छ। पर्यटकीय क्षेत्रको हबको रूपमा विकास गर्न चाहिँ चन्द्रपुर वडा नम्बर 2 को तर्फबाट मैले विशेष गरी सम्बन्धित निकायहरूमा चाहिँ पत्रचार गरेको छ, बजेटको माग गरेको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर 3 मा रहेको तिलेश्वर सामुदायिक वनमा बनेको धामी पार्क पनि एउटा सुन्दर पर्यटकीय गन्तव्य हो। 5 हेक्टर क्षेत्रफलमा रहेको पार्कमा चिल्ड्रेन पार्क, चिडियाखाना, स्विमिङ पुल, पिकनिक स्पट लगायतका संरचनाहरूले पर्यटकलाई भुलाउन मद्दत गर्दछ। सोही स्थानमा तिलेश्वरनाथ महादेवको मन्दिर पनि स्थानीयको ठूलो आस्थाको केन्द्र रहेको छ। शहरी कोलाहलबाट टाढा, शान्त, मनोरम स्थानमा बसेर मन बहलाउनेहरूका लागि यो क्षेत्र उपयुक्त रहेको छ। जुन यो पार्क रहेको छ, यो पार्कमा चाहिँ अहिले तिलेश्वरनाथ महादेव बाबाको मन्दिर छ। त्यस्तै हामीले यहाँ चाहिँ चिल्ड्रेन पार्क छ, अनि पिकनिक स्टलहरू छ, पिकनिक स्पोटहरू छ, पौडी पोखरी छ र सँगसँगै हामीले जुन वन्यजन्तु उद्धार गृह पनि तपाईँको स्वीकृत गरेरै लिएको छौँ। वन्यजन्तु उद्धार गृह पनि हामीले राखेको छौँ। त्यहाँ जनावरहरू चाहिँ उद्धार गरेर लिएर आएको, गाउँबाट उद्धार गरेर लिएर आएको जनावरहरू पनि चाहिँ हामीले उपचार गरेर चाहिँ त्यहाँनिर सुरक्षित हामीले राखेको छौँ। यो पार्कको महत्त्व चाहिँ तपाईँको यो प्रकृतिले चाहिँ तपाईँको हराभरा भएको यो ठाउँ अति नै रमणीय ठाउँ भएको कारणले चाहिँ यसलाई चाहिँ अझ यसलाई व्यवस्थित बनाउनको लागि चाहिँ सम्बन्धित निकायहरूको चाहिँ सहयोग भयो भने चाहिँ अझै तपाईँको यो पार्क चाहिँ राम्रो हुन सक्छ। यसै ओडामा रहेको कालापानी क्षेत्र पनि राम्रो पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानको रूपमा चिनिएको छ। चाँदी नदीको किनारमा रहेको यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिएको छ। रमाइलो चुरे फेदमा रहेको यो स्थान सुन्दर खोला र जङ्गल हेरेर पिकनिक खान सकिनेछ। यो क्षेत्रभित्र रहेका परम्परागत पानीघट्ट पनि पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने सम्भावना रहेको छ। लोभ हुन लागेको पानीघट्टलाई नजिकबाट हेर्न र अध्ययन गर्न पाइने भएकाले यो क्षेत्र पर्यटकहरूको लागि अवसर पनि हुन सक्छ। चन्द्रपुर 6 मा रहेको जीपी पार्क पनि पर्यटकहरूको रोजाइको गन्तव्य बन्ने प्रबल सम्भावना बोकेको स्थान हो। हातेमालो सामुदायिक वनभित्र डाबरी खोलाको नजिकमा रहेको यो स्थान पिकनिक खानेहरूका लागि राम्रो गन्तव्य बन्न सक्छ। जङ्गलको बीचमा रहेको यो पार्क मानिसहरूको लागि समय कटाउन र पिकनिक खाने एउटा सुन्दर र शान्त स्थल हो। जरुवाको चिसो पानीसँगै प्राकृतिक आनन्द लिने यस स्थानमा विभिन्न संरचनाहरू बनाएर पिकनिक स्पटको रूपमा विकास गरिँदैछ। पर्यटनको लागि चाहिँ डाबरी पार्क भन्ने एउटा चाहिँ ठाउँ छ। त्यो ठाउँ
धेरै वर्ष अगाडि एउटा किसानहरूले गाई भैँसी चराउन जाँदाखेरि एउटा जरुवा छ, त्यो जरुवाको पानी खाइरहेको र त्यही जरुवाको कारणले गर्दा चाहिँ आज त्यो समथर भूभाग पनि छ, गहिरी भूभाग पनि छ। त्यो कारणले गर्दा पनि त्यो ठाउँको नाम चाहिँ डाबुरी रहन गएको हो र त्यो जरुवाको कारणले गर्दाखेरि नजिकमा रहेको बजार एरियाका व्यक्तिहरू डाबुरी जान एउटा वातावरणको हिसाबले पनि जङ्गल एरियामा पर्या हुनाले सबैलाई रमणीय स्थल र स्वच्छ सफा देखेर त्यो डाबुरी जान धेरै थाले र म निर्वाचित भइसकेपछि मैले त्यो ठाउँको लागि एउटा सामुदायिक वनसँग साझेदारी वनसँग पनि सहकार्य गर्दै त्यो ठाउँलाई केही विकासहरू गरेको छु र अहिले देशभित्रका मात्रै नभएर देश बाहिरका व्यक्तिहरू पनि अङ्ग्रेजी नयाँ वर्षमा चाहिँ पिकनिक खान धेरै सङ्ख्यामा भिडभाड गर्न थालेका छन्। चन्द्रपुर 6 मा अवस्थित गुप्तेश्वर महादेवको मन्दिर 2065 सालतिर स्थानीय परदेशी चौधरीले सपनामा देखेपछि सो स्थानमा आएर खन्दा शिवलिङ्ग भेटिएको थियो। सो शिवलिङ्ग नेपालका अन्य शिव मन्दिरहरूमा रहेका शिवलिङ्ग भन्दा फरक रहेको छ। शिवलिङ्गको वरिपरि अन्य देवी देवता लगायतका आकृति पनि रहेका छन्। यो जङ्गल हो, झारपात थियो, यहाँ केही थिएन। आगोबाट चाहिँ गाउँका मान्छे सबैजना आएर हेर्दाखेरि त त्यहाँभित्र खनेको छ। जुन मेन मान्छे पाखामा लडेर बसेका छन्, न मर्या हो न जिउँदो हो भने गर्दाखेरि अनि सबै गाउँले समाज आए, दुनियाँभरिमा सारा संसारका मान्छे आए यहाँ। अनि आएर यो तपाईँलाई त्यहाँ खन्दाखेरि एउटा सीताको पाइलो भेटियो, पत्थरकै महादेव उत्पन्न भए। चन्द्रपुर नगरपालिका वडा नम्बर 8 मा रहेको मर्धर सिमसार क्षेत्र प्रचुर पर्यटकीय सम्भावना रहेको स्थान हो। करिब 700 मिटर लम्बाइ र 100 मिटर चौडाइ रहेको मर्धर पोखरी सहितको सिङ्गो मर्धर सिमसार क्षेत्रमा विभिन्न सिजनहरूमा देश तथा विदेशबाट विभिन्न जातका चराहरू आउने गरेका छन्। यस क्षेत्रमा टर्की, साइबेरियाबाट चिसो छल्न ठुलो सङ्ख्यामा चराहरू आउने गरेको स्थानीयको अनुभव रहेको छ। चराहरूको बाक्लो उपस्थिति र रमणीय पोखरीले यहाँ आउने जो कोहीको मन लोभ्याउन सक्छ। पोखरीमा पाइने माछा पनि पर्यटकहरूको लागि आकर्षण हुन सक्छन्। यसै ओडामा रहेको घोडदेवी पनि धार्मिक आस्थाले भरिपूर्ण मन्दिर हो। मनले चिताएको पूरा गर्ने माताको रूपमा प्रसिद्ध यस मन्दिरमा ठुलो सङ्ख्यामा श्रद्धालुहरू आउने गरेका छन्। गौरचन्द्र निघापुर सडक खण्डमा रहेको यस मन्दिरमा पूजा आराधना गरे सवारी दुर्घटना नहुने जनविश्वास पनि रहँदै आएको छ। यसै ओडामा रहेको धुर्मुस सुन्तली मुसहर नमुना बस्ती पनि पर्यटकहरूको लागि अर्को आकर्षक गन्तव्य हो। कलाकारद्वय सीताराम कटेल धुर्मुस एवं कुञ्जना घिमिरे सुन्तली धुर्मुस सुन्तली फाउन्डेसनले बाढी प्रभावित पिछडिएको समुदायको लागि 114 दिनमै तयार पारेको यो बस्तीमा 47 वटा घर, 1 बाल विकास, 1 बाल उद्यान, मन्दिर, सार्वजनिक शौचालय, भ्यू टावर रहेका छन्। 2074 माघ 23 गते मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले यो बस्तीको उद्घाटन गर्नुभएको थियो। बस्तीले विभिन्न मुसहर समुदायको मुहार नै फेर्ने काम गरेको छ भने उनीहरूको आर्थिक एवं सामाजिक विकासको लागि पनि मद्दत गरिरहेको छ। वडा नम्बर 8 सन्तपुर चोकमा रहेको नवनिर्मित श्रीकृष्ण प्रणामी मन्दिर पनि सुन्दर कलाकृति र धार्मिक आस्थाको सङ्गम रहेको छ। आकर्षक शैलीमा निर्माण गरिएको यस मन्दिरले जो कोही दर्शनार्थी तथा भक्तजनको मन लोभ्याउन सक्छ। चन्द्रपुर 8 बेतौनामा रहेको कोटीहोम 2058 सालमा तत्कालीन राजगुरु योगी नरहरिनाथले कोटीहोम लगाउनु भएको यो स्थानमा अहिले पनि दैनिक होम हाल्ने गरिन्छ। राजगुरु योगी नरहरिनाथले जगाउनु भएको होमको अखण्ड अग्नि अहिले पनि जगाउने गरिएको छ। कोटीहोम धार्मिक वन क्षेत्रमा रहेको यो क्षेत्र राजा जनकको पालामा वेद पाठशाला रहेकाले यो स्थानको नाम बेतौना रहेको र सोही कारणले नरहरिनाथले यही स्थानमा कोटीहोम लगाउनु भएको थियो। चन्द्रपुर नगरपालिकाको वडा नम्बरमा 8 रहेको पर्यटक ठाउँहरू जस्तै कोटीहोम, 1 नम्बरमा कोटीहोम, दोस्रोमा मर्धर सिमसार, तेस्रोमा प्रणामी मन्दिर, सन्तपुर, घोडीदेवी मन्दिर, सम्भावना छ 8 नम्बरमा। धेरै सम्भावना छन्, धेरै ठाउँहरू छन् पर्यटक हिसाबले गर्दा। तर नगरपालिकालाई अलिकता अब सम्भव त छैन सबै एकैचोटि गरौँ भनेर, तर अब लास्ट भइसक्यो। अब आउने दिनहरूमा
अब जो आए पनि जुन पार्टीको आए पनि यो सम्भावना भएको ठाउँमा अलिकता जोर गरिदिन पाए एकदम सम्भावित राम्रो ठाउँ हुने थियो। जन्मदिनको केक काटेर फजुल खर्च गरेर नभई वृक्षारोपण गरेर मनाउने अभियान चलेको छ। जन्मदिनलाई सत्कर्मसँग जोडौं अभियान अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका 9 मा रहेको चाँदी नदी किनारमा चाँदनी जन्मोत्सव पार्क पनि स्थापना भएको छ। यो नेपालकै पहिलो जन्मोत्सव पार्क हो। अहिले चाँदनी जन्मोत्सव पार्कमा जन्मदिनमा मात्र नभएर वैवाहिक वर्षगाँठ, सङ्घ संस्थाका विशेष दिन, विभिन्न दिवसहरूमा वृक्षारोपण गर्न आउने गरेका छन्। अहिले निर्माणाधीन चरणमा रहेको यस पार्कलाई अझ बृहत बनाउन विशेष योजनासहित स्थानीय अगाडि बढिरहेका छन्। भविष्यमा यो पार्क पनि चन्द्रपुरको एक महत्त्वपूर्ण पर्यटकीय स्थल बन्ने प्रबल सम्भावना रहेको छ। एउटा धार्मिक पर्यटन क्षेत्र भनेर नजरपुरको निजानन्द धामलाई गनिन्छ। त्यसै गरी अहिले भर्खरै तपाईँको चाहिँ यो 2-4 वर्ष भयो सुरु भएको जन्मोत्सव पार्क भनेर त्यसलाई पनि एउटा पर्यटनको चाहिँ ठुलो सम्भाव्यता बोकेको ठाउँ भनेर गनिन्छ। भावी योजनाहरू त्यहाँ नजरपुरको पार्क उसको लागि चाहिँ जुन निजानन्द धामको लागि तपाईँको चाहिँ पर्यटक स्थल बनाउनुको निम्ति त्यहाँ झाँकीहरू एउटा चाहिँ म्युजियम बनाउने भनेर 4-5 करोडको योजना छ त्यहाँको, 5 करोडको होइन। नगरपालिकाले भन्दा पनि अब त्यसलाई पहल गरेर प्रदेश सरकारले हुन्छ कि सङ्घ सरकारमा गएर हुन्छ कि त्यसलाई चाहिँ ल्याएर त्यो बनायो भने एउटा यो प्रदेश स्तरकै नमुना चाहिँ बन्छ भन्ने हामीलाई लागेको छ। रौतहट जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर 9 स्थित नजरपुर पूर्ण शाकाहारी गाउँ हो। विक्रम सम्वत 2020 सालदेखि बसोबास भएको यो स्थानमा कसैले पनि माछा मासु खाँदैनन्। गाउँलेहरूले मासुका लागि बिक्री हुने पशुपन्छी, हाँस, कुखुरा, परेवा, खसी बोका, बाख्रा समेत पाल्ने गरेका छैनन्। पूर्व पश्चिम राजमार्गबाट करिब 7 किलोमिटर दक्षिणमा रहेको यो गाउँमा बसोबास गर्ने सबै कृष्ण प्रणामी धर्मावलम्बीहरू छन्। शाकाहारी मात्र बस्ने उद्देश्य र अवधारणा अनुरूप यो गाउँको विकास गरिएको थियो। 150 घरधुरी हुनुहुन्छ अनि सम्पूर्ण गाउँ नै शुद्ध शाकाहारी हुनुहुन्छ। यो निजानन्द धाम यो समग्र बस्तीलाई नै धार्मिक पर्यटकीय स्थलको रूपमा सरकारले पनि घोषणा गरेको छ। शुद्ध शाकाहारी त छँदैन छ यो गाउँमा, कतै पनि बाख्राहरू पनि पालिँदैन, हाँस कुखुराहरू पनि देख्न पाइँदैनन्। किनभने तिनीहरूको पर्पोज उद्देश्य हामीलाई त्यो मांसाहार नभएको हुनाले त्यसको आवश्यकतै परेन। गाई भैँसी पालिन्छ, दुधका डेरीहरू छन्, आर्थिक उन्नति भइरहेको छ त्यसबाट। त्यसो भएर यहाँ सुर्तीजन्य पदार्थहरू पनि सेवन गर्न पाइँदैन। विशेष गरिकन यहाँका पसलहरूमा पनि बिक्री निषेध नै छ। अनि पुरै गाउँ शाकाहारी भएको हुनाले यो निजानन्द धाम नजरपुर एउटा शुद्ध शाकाहारी धार्मिक पर्यटकीय स्थलको रूपमा देशभर नै प्रसिद्ध भएको छ। 100% शाकाहारी गाउँको बिचमा श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरूको लागि निजानन्द धाम श्रीकृष्ण प्रणामी मन्दिर निर्माण गरिएको छ। नजरपुर बस्ती बसीसँगै मन्दिर स्थापना गरिएको भए पनि 2052 सालमा भने मन्दिरको पुनर्निर्माण गरेर आकर्षक र व्यवस्थित गरिएको हो। मन्दिरमा श्रीकृष्ण जन्माष्टमी लगायत विभिन्न धार्मिक अवसरमा धार्मिक कार्यक्रमहरू हुने गरेको छ। मन्दिरमा देशका विभिन्न स्थान तथा भारतबाट श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरू तीर्थाटनका लागि आउने गर्दछन्। आन्तरिक तथा बाह्य पर्यटकको गाउँप्रतिको रुचिलाई मध्यनजर गर्दै नजरपुरलाई धार्मिक पर्यटन क्षेत्रको विकसित गर्न सकिने प्रचुर सम्भावना रहेको छ। धार्मिक गतिविधिहरू विभिन्न समय समयमा ठुला ठुला प्रोग्रामहरू हुन्छन्। जस्तै 2071 सालमा एउटा विशेष कृष्ण प्रणामी धर्म महोत्सव यहाँ सञ्चालन भएको थियो र त्यसैको ठिक 12 वर्षपछि अब यो 2083 सालमा अब यही सालको चाहिँ फागुनमा 14 गतेदेखि 20 गतेसम्म एउटा विशाल जो कुम्भ मेलाकै हिसाबमा अनि यहाँ धार्मिक कार्यक्रम, धार्मिक अनुष्ठान कार्यक्रम यहाँ सञ्चालन हुँदैछ, जसमा भारत, नेपाल लगायत विभिन्न देशबाट चाहिँ ठुला ठुला धर्मगुरुहरू को उपस्थिति पनि रहनेछ र यस्तै यस्तै विभिन्न आन्तरिक
र राष्ट्रिय कार्यक्रमहरू कृष्ण अष्टमीहरूदेखि लिएर फागु होली अनेक प्रकारका चाहिँ यहाँ कार्यक्रमहरू बिचमा सञ्चालन हुँदै जान्छन्। चन्द्रपुर क्षेत्रमा रहेका धार्मिक स्थलहरू केवल पूजा गर्ने स्थान मात्र नभई स्थानीय इतिहास र पहिचानसँग जोडिएका सम्पदा पनि हुन्। पुस्तौंदेखि चल्दै आएका धार्मिक परम्परा, मेला पर्व र संस्कारहरूले यहाँको सामाजिक जीवनलाई जीवन्त बनाएका छन्। चन्द्रपुर समग्र हिसाबमा हेर्दाखेरि चन्द्रपुरको लागि चाहिँ यो पर्यटन क्षेत्रको विकासको लागि चाहिँ चन्द्रपुरमा अब्बल चाहिँ देखिया छ। तर एउटा कुरो चन्द्रपुर नगरपालिकाले पनि त्यो चिजमा चाहिँ धेरै एक्सर्साइज पनि गरे, हरेक कुराहरू कार्यपालिकामा पनि लिएर गएको छ। त्यो कुराहरू पर्यटन क्षेत्र छिरेपछि भोलि यो ठाउँमा चाहिँ इन्कमको स्रोत र ट्याक्स बढी बढ्छ भन्ने त्यो चिजलाई चाहिँ विकास गर्दै गर्दाखेरि भोलि पर्यटन यति क्षेत्र बढोस् कि भोलि हाम्रो आय स्रोत बढोस्। चन्द्रपुर नगरपालिकामा रहेका यी धार्मिक स्थलहरू केवल आस्थाका केन्द्र मात्र होइनन्, यिनीहरूले स्थानीय अर्थतन्त्र र सामाजिक सद्भावमा पनि गहिरो प्रभाव पारेका छन्। यसको सम्वर्धन र प्रवर्धनमा चन्द्रपुर नगरपालिका योजनाबद्ध ढङ्गले लागिरहेको छ। धार्मिक यात्रासँगै स्थानीय संस्कृति, खानपान र ग्रामीण जीवनको अनुभव लिन सकिने भएकाले चन्द्रपुरलाई धार्मिक सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने सम्भावना छ। अब हामीले चाहिँ सङ्घीय सरकार, प्रदेश सरकारसँग समेत सहयोग लिएर हाम्रो आन्तरिक स्रोत पनि परिचालन गरेर चाहिँ जस्तो जन्मोत्सव पार्कहरू चाहिँ अब त्यहाँको सक्रिय व्यक्तित्वहरू पनि लागेर चाहिँ जन्मोत्सव पार्कको काम गर्ने लगायत अरू काममा पनि हामीले स्थानीय ठेका व्यवस्थापन गरेर चाहिँ अनि हाम्रै लगानीबाट चाहिँ पूर्वदेखि नुनथरदेखि नै सबै कामहरू हामीले गरिराखेका छौँ। पर्यटन प्रबन्धनको लागि चाहिँ प्रचार प्रसारका विषयहरू छन्। अब हामीले चन्द्रपुर नगरपालिकामा मात्रै नभइकन राजधानीमा, जनकपुरमा, विदेशमा समेत यहाँका चाहिँ पर्यटकीय विषयहरूलाई चाहिँ उजागर गर्नलाई चाहिँ प्रचार प्रसारका राम्रो प्याकेज राखेका छौँ। अब हामीले सकेसम्म चाहिँ आन्तरिक पर्यटन मात्र नभइकन हामी यो भारतबाट चाहिँ तीर्थालुहरू आउनलाई चाहिँ नुनथरमा, पौराही ब्रह्मस्थानमा यस्ता धार्मिक पर्यटन क्षेत्रमा चाहिँ प्रशस्त तीर्थालु पर्यटकहरू लिएर आउने। अब हामीसँग सिमसार, होमस्टे, गोल्मे राजाको चाहिँ ऐतिहासिक दरबार लगायतका छन् र यो हामीले होमस्टे पनि प्रबन्ध गर्न सक्छौँ। तराई क्षेत्रमा चाहिँ जो हाम्रो चन्द्रपुर नगरपालिका यो कल्चरको हिसाबमा पनि सम्पन्न छ, यो कल्चरलाई पनि हामीले क्याच गर्न सक्ने, होमस्टेबाट क्याच गर्न सक्ने ठाउँ छ। हामी त्यसलाई पनि प्रमोट गर्छौँ। चन्द्रपुर नगरपालिकाका धार्मिक पर्यटकीय स्थलहरू प्राकृतिक सौन्दर्य, ऐतिहासिक विरासत र गहिरो आध्यात्मिक चेतनाका अनुपम दृष्टान्त हुन्। यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र विकासमा चन्द्रपुर नगरपालिका निकै गम्भीर देखिएको छ। पर्यटकीय स्थलहरू चन्द्रपुर नगरपालिकामा चाहिँ छन् र त्यसलाई चाहिँ संरक्षण गर्नको लागि, त्यसको विकास गर्नको लागि अहिले हामीले नुनथर पर्यटकीय क्षेत्रलाई चाहिँ हाम्रो नेपालमै एउटा चाहिँ नुनथर फिल्म सिटी बनाउन भनेर पनि हामीले अघिल्लो वर्ष थोरै बजेट हामीले चाहिँ विनियोजन पनि गरेको थियौँ। त्यसको चाहिँ प्रारम्भिक अध्ययन सुरु गर्ने भनेर हाम्रो चाहिँ धार्मिक पर्यटकीय क्षेत्र चाहिँ निजानन्द धाममा पनि सङ्घीय सरकारबाट पनि योभन्दा अगाडिचोटि पनि तपाईँको 2 करोड माथिको बजेटहरू पनि परेको थियो। त्यसै गरी डाबरी चाहिँ जिपी पार्कको लागि पनि बजेटहरू चाहिँ सङ्घीय सरकारहरूबाट, प्रदेश सरकारबाट पनि आएको थियो र चन्द्रपुर नगरपालिकासँग अब धेरै तपाईँको चाहिँ हाम्रो चाहिँ खर्चको सिलिङ पनि नहुने, बजेट पनि कम नगरपालिकामा भएको कारणले गर्दाखेरि हामीले धेरै गर्न सकेका छैनौँ। तर यसको संरक्षण, सम्वर्धन गर्नको लागि हामीले बजेट प्रत्येक वर्ष हामीले बजेट छुट्याइराखेका हुन्छौँ। हामीले यो वर्ष चाहिँ पर्यटकीय चाहिँ क्षेत्रमा चन्द्रपुर नगरपालिकाले प्रचार प्रसारको लागि हामीले चाहिँ विशेष चाहिँ बजेटको व्यवस्थापन गरेर चाहिँ हाम्रो नगरपालिकालाई चाहिँ यो पर्यटकीय क्षेत्रलाई चाहिँ चिनाउने पनि काम गर्नको लागि चाहिँ हामी एकदमै सबै हाम्रो 10वटा वडा अध्यक्ष सबै कार्यपालिका सबै यसमा चाहिँ पूर्ण समर्थन पनि रहेको छ। चन्द्रपुरका धार्मिक पर्यटकीय स्थलहरूको सम्भावना अथाह भए तापनि केही चुनौतीहरू अझै नै कायम रहेका छन्। धार्मिक स्थलहरू जोड्ने पहुँच मार्गहरूको स्तरोन्नति, नजरपुर लगायत विभिन्न जनजातिहरूको बाक्लो बसोबास भएका बस्तीहरूलाई
होमस्टेको विकास र गोल्मे राजा दरबार, पौराई, जङ्गे झरना जस्ता ऐतिहासिक स्थलहरूको पुरातात्विक उत्खनन तथा अध्ययन गर्न जरुरी रहेको छ। धार्मिक तथा पर्यटकीय स्थलहरूको व्यवस्थित संरक्षण, प्रचार प्रसार, आवश्यक पूर्वाधार निर्माण, सरसफाइ र पर्यटक मैत्री वातावरण निर्माण गर्न सकेमा यस क्षेत्रले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्छ।